चुनाव त हुन्थ्यो तर यसपालिको चुनाव त यति रमाइलो छ कि है यति रमाइलो छ कोही नाच्या छन् कोही गाएका छन् कोही गाउँमा गएर भोट मागेका छन् कोहीले गाउँमा भोट माग्न जानेले है मकै भोट दिएको पनि देख्छु गुन्द्री बुन्देको पनि देख्छु है अनि त गाउँका मान्छेसित नाचेको पनि देख्छु होइन कति रमाइलो के साह्रो रमाइलो अहिलेको चुनाव त दसैँमा भन्दा बढ्ता रमाइलो लाग्छ हौ मलाई त अहिले त चासो पनि जनताहरूले यति चासो ल्याएन अहिलेको चुनावमा कुरै नगरौँ के होइन कसले जित्ने होला 21 गतेको चुनावमा होइन 22 गतेदेखि के हुने होला भन्ने पनि सोच्छु होइन अब नेपालमा यस्तो रमाइलो छ विदेशमा त्यस्तो छ ती है अब जे जस्तो भयो नि भगवान्ले सबैको रक्षा गरिदिनु होला होइन मेरो मम्मी पनि हुनुहुन्छ होइन एकदम मलाई यति के तनाव हुन्छ के घरि त यति टेन्सन लाग्छ है के गर्नु टेन्सन गरेर हामीले गरेर नि हुने होइन